हेलो दर्शक नमस्ते एभ्रिवान फेरि म प्रकाश घरकी मगर बालुम अफिसियल युट्युब च्यानलमा तपाईँहरूलाई वेलकम छ। आफ्टर लङ टाइम पछि मेबी आफ्टर 2 मन्थ पछि फेरि पनि नयाँ भ्लग लिएर आइसकेको छु। अनि मेरो चाहिँ विशेष गरी ईद मुबारक ईदको छुट्टी है। दुबईमा ईदको छुट्टी 3 दिन छुट्टी भएको छ, 3 दिन ड्युटी छैन र छुट्टीलाई मैले युज गर्दै आज चाहिँ मेरो छुट्टीको डे 1 मा म गुलाब जाम बनाउन जस्ट आई विल ट्राई टु मेकिङ गुलाब जाम है। अनि मसँग व्हाइट ब्रेड थियो र दुधलाई युज गरेर चाहिँ म आज गुलाब जाम बनाउन ट्राई गरिरहेको छु। यु क्यान सी हियर, तपाईँले देख्न सक्नुहुन्छ म अलरेडी गुलाब जामलाई चाहिँ राउन्ड बनाएर चाहिँ मैले अलरेडी चाहिँ तेलमा फ्राई गरिसकेको छु। अब यो चिकनी कलर भइसकेको छ, ब्राउन कलर अलमोस्ट यो ब्राउन कलर पनि भइसक्यो। अब चाहिँ म यसलाई चाहिँ झिकेर जस्ट रिमुभ गर्छु। रिमुभ गरेर चाहिँ म यहाँनिर चाहिँ थाल्न लाग्छु। यही नै हो दुबई है। दुबई यस्तो छ। इभन सियर त्यहाँ चाहिँ मेन रोड भयो है, मेन रोड भयो। अनि त्यहाँनिर चाहिँ स्कुलहरू पनि छ, मोहम्मद बिन जायद युनिभर्सिटी है, युनिभर्सिटी कलेजहरू पनि छ। अनि यस्तै छ। गर्मी त आमामा लास गर्मी छ होला। अनि यो चाहिँ हाम्रो नेपालमा होइन घिउ कुमारीहरू पनि छ। अनि तुलसीको बोट पनि छ हामीसँग। अनि यहाँ चाहिँ प्याज पनि रोपेको छ है। अर्को तुलसी पनि छ। यही हो। कपडाहरू पनि सबै धोएर सुकाइसकेको छ अलमोस्ट है। यही छ त मैले टिकटक बनाउने है। यस्तै छ। अनि म बस्ने टेबलहरू होइन, म ड्युटीबाट आएपछि टक्क यहाँ बसेर है टक्क मोबाइल चलाउने होइन। अनि यस्तै छ मोबाइल सब बनाउने। अनि त्यहाँ चाहिँ एउटा बियरको बोतल पनि लडिरहेको छ है, 5000। अनि यहाँनिर चाहिँ मेरो यो गुलाब जाममा राख्नको लागि होइन सुगर सिरप बन्दैछ। लेट्स सी हेरौँ कस्तो हुन्छ यो बनिसकेपछि चाहिँ होइन। यही हो हाम्रो किचन। अनि यो चाहिँ एयर फ्रायर है, चाहिँ सफ्ट फ्रेन्च फ्राइजहरू होइन। अब पर्क एनी वान चिकन होइन सबै चाहिँ फ्राई गरेर खान सकिन्छ। अनि यहाँ चाहिँ राइस भात पनि रेडी भइसकेको छ। यहाँ चाहिँ अनि मसला आइटमहरू सबैलाई यस्तो छ है। चिसोहरू कोका-कोला, स्प्राइट, मासुहरू पनि छ, फ्रेन्च फ्राइजहरू सबै हुन्छ। सो अलरेडी ग्यास है फिनिसिङ भइसक्यो गुलाब जाम होइन। म अलरेडी सुगर सिरपमा हालिसकेको छु। अब वी क्यान सी फ्यु मिनट है। आफ्टर फ्यु मिनट कस्तो हुन्छ तपाईँले प्रतिक्रिया तपाईँले पाउनु छ। सो थ्याङ्क यू फर वाचिङ माई दिस भिडियो है। सबैजनालाई जो जतिले मेरो भिडियो लाइक गरिदिनुहुन्छ, हेरिदिनुहुन्छ, लाइक सेयर सब्सक्राइब गरिदिनुहुन्छ है। यदि मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गर्नुहुनेछ। म आशा राख्दै